Hello everyone, welcome to Wilson Karki Vlogs. If you haven't subscribed my channel yet, please don't forget to like, comment and subscribe. Hello guys, good morning. आज चाहिँ हामी सनराइज हेर्न जाँदैछौँ. यो चाहिँ हामी बसेको ठाउँबाट 20 मिनट्स अवे हो. सो हामी अब लोकेसनतिर लाग्दैछौँ. आज मसँग चाहिँ मनिषा अनि हाम्रो दिदी सृजना दिदी हुनुहुन्छ. सृजना दिदी हेलो भन्नु त. हेलो. मनिषा हेलो भन्नु. सो अब थोरै रोड ट्रिप हेर्नु अनि त्यसपछि विल सी यु देयर. अब चाहिँ हामी यहाँ माउन्ट कुथामा पुगिसक्यौँ. यो ठाउँलाई चाहिँ माउन्ट कुथा भन्छ, जहाँ चाहिँ यहाँबाट सनराइज हेर्न पनि सकिन्छ. यु क्यान सी द सन इज राइजिङ. मुन होइन, चाहिँ प्रिटी कोल्ड वेदर भइरहेछ. विन्डी छ पुरै. हाम्रो देश नेपालमा जस्तै छ हरियाली यता नि. मनिषा र दिदी चाहिँ यता हुनुहुन्छ. Look out. हजुरहरूलाई भ्यू कस्तो लाग्यो भन्दिनँ होला है. हेर्नु है, सनराइज भइरहेको. अब चाहिँ हामी अझ टपमा जाँदैछौँ. यो मनिषा एकदमै डल्ली भयो. त्यही भएर कैसा लगा मेरा मजाक. ब्रेकफास्ट ल, आज हामी ब्रेकफास्ट नै गर्छौँ है गाइज. अब अहिले चाहिँ हामी सनराइज हेर्छौँ गाइज, अनि बेलुका चाहिँ हामी सनसेट हेर्छौँ. सनसेट फ्रम शॉर्नक्लिफ. अहिले बिहानको 7 बजिसक्यो. आज सनराइज चाहिँ 6:30 मा थियो, तर हामी आइपुग्दा चाहिँ 6:40 भइसकेछ. मलाई चाहिँ यहाँ आउँदाखेरि नेपालको नगरकोट जस्तै याद आइरहेछ. नगरकोटमा चाहिँ जस्तो लागिरहेछ. सनराइज हेर्न आउने प्लान थियो, अनि विन्टर भएर ढिलै हुन्छ. 6:30 बजे सनराइज भनेको ढिलै हो होइन. तर यो गोप्रो होल्ड गरेर मान्छे चाहिँ 6 बजे उठेर घाम यति माथि आइसक्यो. माथि स्टिल ग्रेट भ्यू. लुकआउट चाहिँ राम्रो छ. साइड भ्यू पनि हेरौँ माउन्ट कुथाबाट. एक्सप्लोर गर्छौँ यो ठाउँलाई. टेलिस्कोप पनि छ भ्यू हेर्नलाई. भन्छ टेलिस्कोपबाट हेर्छौ. यहाँ इन्टर कोइन $2 पर्छ. अब हामी गार्डन जाँदैछौँ. भन्छ एउटा पोज देऊ त. गाइज फाइनल्ली हामी चाहिँ सनराइज हेरेर अब फर्किँदैछौँ. अब चाहिँ हामी ब्रेकफास्ट गर्न जाँदैछौँ.
दिदी चाहिँ वर्कआउट गर्न जानुहुन्छ सो देन वी विल गो फर ब्रेकफास्ट 1 hour later अब चाहिँ हामी ब्रेकफास्टको लागि जाँदैछौँ भन्छ आउँदैछ अब हामी दिदीलाई पिकअप गरेर ब्रेकफास्टमा जान्छौँ हैन भन्छ सो लेट्स गो फर ब्रेकफास्ट हामी चाहिँ अब गाडी पार्क गरेर रेस्टुरेन्ट जाँदैछौँ यही नै हो मिलेन्स पनि मेन्यु नै आइसक्यो यहाँ मेरो चाहिँ यसमा फेभरेट चाहिँ यो डट्टी बर्ड बर्गर हो I'm going with that जुसमा चाहिँ बेरी म्यान हाम्रो चिकन्स पनि आइसक्यो है अब Cheers guys मेरो फुड पनि आइसक्यो मान्छेको नि आइसक्यो यो चाहिँ अर्ली बर्ड अरे मेरो चाहिँ डट्टी बर्ड हेल्दी ब्रेकफास्ट भन्छ कस्तो छ फुल नि खायो मेरो आलु नखाऊ मेरो आलु चोरी है गाइस रेस्टुरेन्टबाट निस्किसक्यौँ है गाइस अब चाहिँ हामी यो भ्लगमा चाहिँ भोलि सनसेटको भ्लग पनि एड गर्नेछौँ गाइस वेयर वी आर हेडिङ टुमोरो हेलो गाइज वेलकम ब्याक अब चाहिँ हामी सनक्लिफ बिच जाँदैछौँ सनसेट हेर्नको लागि र मसँग अहिले चाहिँ यहाँ मनिषा पनि छ हेलो भन्देऊ मनिषा सो अब हामी दिदीलाई पिकअप गर्न जाँदैछौँ दिदीलाई पिकअप गरेर अनि हामी चाहिँ सनक्लिफ बिचमा भेट्छौँ And then Manisa चाहिँ पुरा टाइम ल्याप्स खिच्छु भनेर रिङ लाइट लिएर आइरहेछ यो ठाउँलाई चाहिँ सनक्लिफ बिच भन्छ र यहाँ चाहिँ मान्छेहरू प्राय इभिनिङ वाक मेडिटेसन योगादेखि लिएर माइन्ड रिफ्रेसिङको लागि आउँछन् यहाँबाट चाहिँ सनसेटको पनि भ्यूज देख्छ भन्ने सुनेको थियौँ सो हामी चाहिँ हेर्न आइरहेको छौँ Finally we got the view. देखियो है आज चाहिँ 5 PM मा सनसेट थियो सो अहिले चाहिँ घडीमा अराउन्ड 4:55 भयो इट्स नियरली डन सो यो भिडियो चाहिँ हाम्रो सनराइज र सनसेटको हुनेछ यसले चाहिँ टाइम ल्याप्स निकाल्न लागिरहेको छ कति छिटो सेट भयो र हामी आएको विदिन 5 मिनट्समा अब हामी हजुरहरूलाई सनक्लिफ बिच देखाउँछौँ बस्ने ठाउँहरू पनि छ अब चाहिँ हामी कर्नरमा जान्छौँ द एन्ड पोइन्ट जाउँ चाहिँ फिसिङहरू पनि हुने गर्छ सो मान्छेहरूले फिसिङ गर्नु नै आउँछ यहाँ किनकि बिच अनि त्यही भएर धेरै माछाहरू पनि पाउँछ यहाँ प्राय मान्छेहरू चाहिँ डेली आउने गर्छन् यहाँ चाहिँ पिकनिक स्पट पनि छ भन्नाले आएर बारबिक्यूहरू गर्ने ठाउँहरू पनि छ सो विल प्लान फर बारबिक्यू सुन
अझ हामी फुल डे भ्यू देखाउँछौँ भर्खरै त्यहाँबाट चाहिँ सनसेट भयो त्यसको भ्यू हामीले लिइसक्यौँ हाम्रो दिदीलाई चाहिँ हामी बसेर इन्जोय गर्न मन लागिरहेको छ सो विल प्लान फर इट when you come back from Melbourne नेपालमा भन्दा केही मतलबै लाग्दैन थियो नि त यस्तो हैन सनराइज सनसेट देखिन्दैन नि नेपालमा त घरबाट पनि देखिन्थ्यो त्यही पनि नेभर के तर अहिले चाहिँ यति प्रिसियस लाग्ने अब नेचर भनेपछि यो भनेपछि किन त्यस्तो वाइ म तिमीलाई सोध्न चाहन्छु किन भाइ because nature is the only place where we can find peace peace of mind एकदम काम फोटो नि दामी आउँछ है गाइस फोटो नि दामी आउँछ है मन छ यहाँबाट ऊ माछा परेछ माछा पर्यो है ओ माय गॉड ल इट्स अ गुड फिश अब हेरौँ है यहाँबाट समुद्रको भ्यू फिसिङको लागि छोडिदिइराख्नु पर्ने रहेछ अझै दामी दामी भ्लगहरू आउँदैछ गाइस सो डोन्ट forget to subscribe, like, comment on my channel है birds on the sky क्या मजा आएगा आनंद फील है आकाशको रङ पनि चेन्ज हुँदो रहेछ यतापट्टि चाहिँ व्हाइट देखिरहेको छ ब्लू देखिरहेको छ सो यतापट्टि चाहिँ पुरै रेड देखिरहेको छ बिकज अफ द सनसेट है दामी देखियो है मेरो दामी देखियो अब के भन्न चाहन्छौ त मेरो भ्युअर्सलाई एकदम रमाइलो हुन्छ सनसेट सनराइज हेर्न जानु होला अनि त्यस पछाडि च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक शेयर कमेन्ट पनि गरिदिनु होला दामी कुकुर रहेछ यस्तो मान्छेहरू चाहिँ कुकुर लिएर पनि वाक पाउने गर्छन् हैन What? 5 बजे ठ्याक्कै भयो त है मनसा सनसेट डुबिसक्ने डुबिसक्ने चाहिँ रहेछ के 5 बजे
रहेछ है गाइज दामी माछा परेछ यहाँ चाहिँ माछा टन्नै पाउँदो रहेछ त्यहाँबाट हेर त कस्तो दामी देखिँदो रहेछ तिमीहरू त्यहाँ सिंगल स्टार अहिलेसम्म है साँच्चै हो एउटा स्टार मात्र देखेँ है फर्स्ट टाइम अब म एउटा विश मागिहाल्छु Only one star in the sky. Let's make a wish. मैले चाहिँ विश पनि मागिसकेँ है अब गाइस अब चाहिँ हामी सनसेट हेरेर घर फर्किन लागिसक्यौँ So keep watching for next vlog. Thank you all for watching our videos. Also more exciting vlogs are on the way, so don't forget to subscribe our channel. Please do like, comment and share our videos. Thank you for watching guys.